कृषि जानकारी युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई नमस्कार। म प्रेम नेपाली फेरि स्वागत गर्दछु एउटा अर्को नयाँ भिडियोमा। आज म तपाईलाई यो चैत महिनामा लगाउन सकिने बेमौसमी तरकारी खेतीको विषयमा कुरा गर्दैछु। जुन तरकारीलाई तपाईले यदि रिस्क लिएर यो चैत महिनामा लगाउनुहुन्छ भने तपाईको किस्मत बदलिन बेर गर्दैन। तपाईले ठीक सुन्दै हुनुहुन्छ, तपाईको किस्मत बदलिन बेर गर्दैन। यस्ता तरकारीहरूको विषयमा म तपाईसँग कुरा गर्दैछु। ढिला नगरी म ती तरकारी खेतीहरू कुन हुन् ती जानकारी दिनको निम्ति म गइराखेको छु। र सबैभन्दा पहिले म जुन तरकारी खेतीको कुरा गर्न गइराखेको छु त्यो तरकारी खेती चाहिँ हो बन्दागोपी खेती। यो बन्दागोपीलाई तपाईले यो समयमा नर्सरी राखेर तपाईले चैतको लगभग 25-30 तिर तपाईले यसको नर्सरीलाई फिल्डमा सारेर यदि तपाईले यसको खेती गर्नुभयो भने यो बन्दागोपी खेतीबाट तपाईले आउँदो दिनमा तपाईलाई ग्यारेन्टी साथ भन्न सक्छु कि तपाईले एकदमै राम्रो मूल्य चाहिँ तपाईले यसबाट जेनेरेट गर्न सक्नुहुनेछ। किनभने अहिले तपाईलाई थाहा छ बन्दागोपी नबिकेर बङ्गुरलाई खुवाइराखेको, गाई भैँसीलाई खुवाइराखेको हामी घटनाहरू हामी अहिले यो समयमा देखिराखेका छौं। तर अब लगाएको बन्दागोपीको यति राम्रो मूल्य तपाईले पाउनुहुनेछ। र बन्दागोपीको खेती गर्दा तपाईले बिउको छनौट गर्दा एकदमै ध्यान पुर्याउनु पर्ने हुन्छ। यो समयमा खेती गरिने बन्दागोपी गर्मीलाई सहन सक्ने, सँगसँगै बर्सातलाई पनि सहन सक्ने। किनभने जुन असारको 15-16 सम्म यो बन्दागोपीको हार्भेस्टिङ जान सक्छ। त्यसकारणले वर्षालाई पनि सहन सक्ने किसिमको तपाईले बन्दागोपीको बिउलाई छनौट गर्नुपर्ने हुन्छ। बन्दागोपीको बिउ छनौट गर्दा तपाईले ITF F1 हाइब्रिड जातको बन्दागोपीको बिउलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। यो बन्दागोपी चाहिँ गर्मीलाई सहन सक्ने, ढुसीको कारणले पातहरू सड्नदेखि कम सडन हुने किसिमको बन्दागोपी छ। यो बन्दागोपीलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। यसरी नै अल सिजन जात, सबै सिजनमा 12 महिनामा राम्रो तरिकाले खेती हुने जातलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। यी बन्दागोपीका बिउहरूलाई छनौट गरेर तपाईले खेती गर्नुहोस् भनेर म तपाईलाई सल्लाह दिन्छु। अर्को तरकारी खेतीको म कुरा गर्दैछु, त्यो चाहिँ हो फूलगोपी खेती। फूलगोपी खेती तराईका किसानहरूले यसलाई यो एकदमै रिस्की हुन्छ। तराईमा एकदमै अत्याधिक गर्मी हुने कारणले यो तराईमा नहुन पनि सक्छ। तर यो उच्च पहाडको निम्ति तपाईलाई यो वरदान पनि साबित हुन सक्छ यो फूलगोपी खेती। त्यसकारण म उच्च पहाडका किसानहरूलाई म के सल्लाह दिन्छु भने तपाईले यो फूलगोपीको खेती ठुलो स्केलमा यदि गर्नुहुन्छ, तपाईकोमा बाटोघाटोको सुविधा छ भने तपाईले एकदमै राम्रो मूल्यमा तपाईले जुन ठाउँमा यो फूलगोपी हुँदैन त्यो ठाउँमा तपाईले यसलाई सप्लाई गर्न सक्नुहुन्छ। सप्लाई गरेर यसबाट राम्रो इन्कम चाहिँ तपाईले जेनेरेट गर्न सक्नुहुन्छ। तपाईले फूलगोपी खेतीलाई छनौट गर्दा तपाईले नेपा टप 60 जातको तपाईले फूलगोपीको बिउलाई छनौट गर्न सक्नुहुन्छ। यसबाट तपाईले राम्रो मूल्य तपाईले जेनेरेट गर्न सक्नुहुन्छ। यसरी नै स्नो क्राउन उच्च पहाडमा लगाउन सकिने जात हो यो स्नो क्राउन, यसलाई तपाईले ट्राई गर्न सक्नुहुन्छ। यसरी नै सिल्भर कप, यो पनि उच्च पहाडको निम्ति अहिले यो चैत महिनामा लगाउन सकिने जात हो। यसरी नै NS90, यो पनि उच्च पहाडको निम्ति अहिले लगाउन सकिने जात हो। यी जातहरू तपाईले फूलगोपी खेती गर्दाखेरि तपाईले छनौट गर्न सक्नुहुन्छ यी बिउहरू। अर्को तरकारी खेतीको म कुरा गरिराखेको छु, त्यो चाहिँ हो ब्रोकाउली खेती। यो ब्रोकाउली खेती पनि यो समयमा यदि खेती गर्नुभयो भने यसबाट पनि तपाईले राम्रो मूल्य जेनेरेट गर्न सक्नुहुन्छ। मैले तपाईलाई अघि भनिसकेँ बन्दा, फूलगोपी अनि ब्रोकाउली यी काउली समूहका यस्ता तरकारी खेतीहरू हुन् जो अहिले यो गर्मी समयमा तपाईलाई अत्याधिक लाई किराको प्रकोप चाहिँ यसमा देख्न सक्नुहुन्छ। यो लाई किराबाट र ढुसी, जो सेतो ढुसीबाट तपाईले यसलाई बचाउन सक्नुभयो भने यी तरकारी खेतीबाट तपाईले भने जस्तो मूल्यलाई तपाईले जेनेरेट गर्न सक्नुहुनेछ। र तपाईले ब्रोकाउलीको खेती गर्दा तपाईले डेसिको ग्रीन जातको ब्रोकाउलीलाई छनौट गर्न सक्नुहुन्छ अनि डिप ग्रीन जातको ब्रोकाउलीलाई पनि तपाईले छनौट गर्न सक्नुहुन्छ। र आजको यस भिडियोको अन्तिम तरकारी खेतीको कुरा गरिराखेको छु। यो चाहिँ यो सिजनेबल तरकारी खेती हो। यो समयमा गर्न सकिने तरकारी खेती हो। त्यो खेती चाहिँ हो भिन्डी खेती। यो भिन्डीको खेती चाहिँ यो चैत महिनामा तपाईले गर्नुहोस् भनेर म तपाईलाई सल्लाह दिन्छु। यो भिन्डी अब चाहिँ मौसम एकदमै यो भिन्डीको लागि उपयुक्त मौसम सुरु भइसकेको छ अनि प्रशस्त पानीको सुविधा भएको ठाउँमा तपाईले यो भिन्डीको खेती गर्न सक्नुहुन्छ। र भिन्डीको खेती गर्दा तपाईले पुसा सावनी जातको बिउलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। यो 55 देखि 60 दिनभित्रमा यसले पहिलो हार्भेस्टिङ दिन सुरु गर्छ। अनि पार्वती जातको बिउलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। यसले पनि 50 देखि तपाईले 60 दिनभित्रमा पहिलो हार्भेस्टिङ ल्याउन सक्नुहुन्छ। अर्का अनामिका जातको बिउलाई पनि तपाईले छनौट गर्न सक्नुहुन्छ। यसरी नै लङ ग्रीन जातको भिन्डीको बिउलाई पनि तपाईले छनौट गर्न सक्नुहुन्छ यो चैतको महिनामा खेती गर्नको लागि। हस्त किसान साथीहरू, यो जानकारीमूलक भिडियो तपाईलाई कस्तो लाग्यो
र जस्तो लाग्यो तपाईँले कमेन्टमा प्रतिक्रिया दिन नबिर्सनु होला। र जुन किसान साथीहरू पहिलोचोटि मेरो यस च्यानलसित जोडिनु भएको छ कृपया च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला, किनभने म यस्तै किसिमका जानकारीमूलक भिडियोहरू लिएर तपाईँ सम्मुख उपस्थित भइ नै रहन्छु।